यदि तपाईहरु चाहिँ आइफोन युजर हुनुहुन्छ भने तपाईहरुले चाहिँ सिम्पल डबल ट्याप गरेकै भरमा चाहिँ आफ्नो एक्सपेन्सेस चाहिँ गुगल शीटमा चाहिँ तपाईहरुले सेभ गरेर राख्न सक्नुहुन्छ है त। फर एक्जाम्पल मैले यसमा चाहिँ 1000 रुपैयाँ राखे अनि मैले चाहिँ यहाँ ग्रोसरिजमा राखे। लेट्स सी मैले चाहिँ सुपामा चामल गरे अनि मैले डन गरे भने यसरी चाहिँ मेरो एक्सपेन्स ट्र्याकरमा चाहिँ तपाईले चाहिँ देख्न सक्नुहुन्छ। यु क्यान सी द टाइमिङ हैन, मैले 6:47 गरेको अनि 1000 रुपैयाँ अनि सुपामा चामल किनेको। सो यसरी चाहिँ तपाईले चाहिँ आफ्नो एक्सपेन्सेसहरु ट्र्याक गर्न सक्नुहुन्छ। सो यसको लागि चाहिँ तपाईलाई आइफोन चाहिन्छ र प्लस गुगलको अकाउन्ट एउटा चाहिन्छ। यति भयो भने तपाईले गर्न सक्नुहुन्छ। सो यसको लागि चाहिँ तपाईले सिम्पल गुगलमा गएर docs.google भनेर खोज्नु होला। त्यसपछि यो पेज खोज्छ। यसमा चाहिँ तपाईले सिम्पल यहाँनिर गएर शीट्समा सिलेक्ट गर्नु है त। यो तपाईको गुगल शीट भयो, स्प्रेडशीट भयो। यसमा गएर तपाईको ब्ल्याङ्क स्प्रेडशीटमा क्लिक गर्नु होला। त्यसपछि यो वाला पेज खुल्छ। नाम पनि तपाईले आफ्नो हिसाबले राख्नु होला। सो मैले चाहिँ एक्सपेन्स ट्र्याकर भनेर नाम राखेँ। सो अब यहाँ फिल तपाईले आफ्नो हिसाबले राख्न सक्नुहुन्छ। सो मैले चाहिँ डेट राखेको छु, टाइम राखेको छु एन्ड यसमा चाहिँ मैले क्याटेगोरी पनि राखेँ। त्यसपछि गएर अमाउन्ट राखेँ, लास्टमा रिमार्क्स। सो यति गरेपछि तपाईको चाहिँ स्टेप 1 कम्प्लिट भयो। सो वी विल गो टु द नेक्स्ट स्टेप। सेकेन्ड स्टेपमा चाहिँ तपाईले यहाँ एक्सटेन्सनमा गएर एप स्क्रिप्टमा जानु होला। एप स्क्रिप्ट गएपछि तपाईको यो एउटा script.google.com खुल्छ। सो यसमा चाहिँ तपाईले कोड राख्नुपर्ने हुन्छ। सो यो कोड चाहिँ म तपाईलाई शेयर गरिदिन्छु। सो यसमा चाहिँ तपाईले ओपन बाइ आईडी जुन छ यो चाहिँ तपाईले चेन्ज गर्नुपर्छ। अब यो तपाईको कहाँबाट हुन्छ भन्दाखेरि चाहिँ सिम्पल तपाईले चाहिँ अघिको त्यो एक्सपेन्स ट्र्याकरमा गएर हेर्नु भयो भने चाहिँ यो चाहिँ तपाईको URL भयो। सो यो लिंकबाट चाहिँ तपाईले आफ्नो गुगल स्प्रेडशीटको चाहिँ आईडी एक्सट्र्याक्ट गर्नुपर्ने हुन्छ। अब त्यो कसरी गर्ने भन्दाखेरि सिम्पल तरिकाले त्यो URL को चाहिँ तपाईको d/ भन्दा पछाडीको भाग र यो तपाईको एडिट जुन छ एडिट भन्दा अगाडिको भाग यसलाई चाहिँ तपाईले कपी गरेर सिम्पल यहाँनिर चाहिँ पेस्ट गर्नु होला। सो यति गरेपछि तपाईको यो एज इट इज राख्नु भएको छ भने आई थिंक एभ्रिथिङ विल बी फाइन। र त्यसपछि तपाईले यहाँनिर जुन डिप्लोय देख्नुहुन्छ यो डिप्लोयमा सिलेक्ट गरेर न्यू डिप्लोयमा गर्नु होला। न्यू डिप्लोय गरेपछि तपाईको यहाँनिर चाहिँ कन्फिगरेसन गर्नुपर्ने हुन्छ। सो यहाँ चाहिँ तपाईले सिलेक्ट टाइप जुन छ त्यहाँ सिलेक्ट गरेर चाहिँ वेब एपमा गएर सिलेक्ट गर्नु होला। हु हेज एक्सेसमा चाहिँ तपाईले चाहिँ एनीवन गरेर राख्नु भएको हुन्छ है एन्ड डिप्लोय गर्नु होला। त यो डिप्लोय भइसकेपछि तपाईले अथराइज गर्नुपर्ने हुन्छ है त। यसको लागि चाहिँ तपाईले यहाँ सिम्पल अथराइजमा क्लिक गर्नुभयो भने चाहिँ एउटा नयाँ URL पपअप पेज खुल्छ। त्यसमा गएर तपाईले एडभान्समा सिलेक्ट गरेर गो टु अनटाइटल्ड प्रोजेक्ट भन्नेमा सिलेक्ट गर्नु होला। त्यसपछि तपाईले सिम्पली यहाँनिर कन्टिन्यू गरिदिनुपर्ने हुन्छ। कम्प्लिट भइसकेपछि चाहिँ तपाईले चाहिँ डिप्लोयमेन्ट आईडी प्लस वेब एपको चाहिँ URL दिन्छ। सो यो चाहिँ तपाईको स्टेप 2 कम्प्लिट भयो। अब हामी स्टेप 3 मा जान्छौँ। सो स्टेप 3 मा जानुभन्दा अगाडि चाहिँ यो तपाईको वेब एपको जुन URL छ त्यो चाहिँ तपाईले कपी गर्नु होला। फोनमा चाहिँ तपाईले सुरुमा गएर सर्टकट भनेर खोज्नु होला। सर्टकटमा तपाईको यो आउँछ। यो सर्टकटमा तपाईले प्लस आइकनको थ्रुबाट पनि गर्न सक्नुहुन्छ। बट यो चाहिँ अलिकति कम्प्लिकेटेड हुने भएर चाहिँ मैले तपाईहरुको लागि भने चाहिँ एउटा बनाइसकेको सर्टकट चाहिँ तपाईले शेयर गर्छु। त्यो चाहिँ तपाईले QR कोड यो स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। यो QR कोड रिड गरेर पनि एड गर्न सक्नुहुन्छ। प्लस यो QR कोड चाहिँ म तपाईलाई PDF मा पनि एड गरिदिन्छु। त्यो त्यहाँबाट पनि तपाईले एक्सट्र्याक्ट गर्न सक्नुहुन्छ है त। सो यो चाहिँ मेरो QR कोड भयो भनेपछि मैले चाहिँ यसलाई QR कोड रिड गरेँ। यो गुगलको एड एक्सपेन्सेस वाला सर्टकट चाहिँ तपाईले एड सर्टकट गर्नु होला। यहाँ तपाईले सिम्पल 3 डटमा सिलेक्ट गर्नु होला। मेन तपाईले चाहिँ चेन्ज गर्नै पर्ने कुरा भनेको चाहिँ अलिकति तल जानु भयो भने चाहिँ त्यहाँ गेट कन्टेन्ट्स अफ भनेर एउटा URL तपाईले देख्न सक्नुहुन्छ। सो सिम्पल तपाईले त्यहाँनिर त्यसलाई चाहिँ हल्का प्रेस गर्नु होला अनि त्यसपछि यसलाई क्लियर गर्नु होला किनकि यो मेरो URL हो तपाईकोमा चल्दैन है। हामीले अघि वेब एपबाट चाहिँ डिप्लोय गरिसकेपछि पाएको URL छ। यहाँनिर चाहिँ तपाईले त्यो URL लाई चाहिँ पेस्ट गर्नु होला। अब त्यसपछि लास्ट स्टेप मात्र बाँकी रहन्छ। यसको लागि चाहिँ तपाईले चाहिँ यहाँ सिम्पल सेटिङमा गएर चाहिँ तपाईले सर्चमा गएर डबल ट्याप भनेर सिलेक्ट गर्नुभयो भने चाहिँ अब डिफ्रेन्ट टाइप अफ डबल ट्याप्सहरु पनि देखिन्छ। यहाँ तपाईले सिम्पल तरिकाले यो ब्याक ट्याप जुन चाहिँ छ त्यो सिलेक्ट गर्नु होला। त्यो सिलेक्ट गरिसकेपछि त्यहाँ सबैभन्दा तल तपाईले स्क्रोल डाउन गर्नुभयो भने चाहिँ त्यहाँ यु क्यान सी एड एक्सपेन्सेस जुन अघि हामीले सर्टकट एड गरेको थियो त्यसमा तपाईले देख्न सक्नुहुन्छ। सो बेसिकली चाहिँ डबल ट्यापलाई चाहिँ तपाईले चाहिँ यो सर्टकटमा चाहिँ एक्जिक्युट गर्न चाहनुहुन्छ भन्ने कुरा हो। यसमा चाहिँ तपाईले टिक लाउनु भएपछि अल डन। त्यसपछि तपाईले ब्याक जानुभयो या तल गएर चाहिँ जस्तो सिम्पल तरिकाले तपाईले डबल ट्याप गर्नु भने चाहिँ यो खुल्छ है त। लेट्स सी काम गर्छ गर्दैन 1000 रुपैयाँ हालौँ ट्रान्सपोर्टेसन एन्ड अगेन स्विका भनेर गरौँ डन। तपाईले केही पर्मिसनहरु दिनुपर्ने हुन्छ। सो सबलाई अलो गर्नु होला। सो नोटिफिकेसनको लागि अलो। सो यति गरेपछि चाहिँ तपाईले यु क्यान इजिली सी यहाँ तपाईको एक्सपेन्स ट्र्याकरमा चाहिँ तपाईको पैसा चाहिँ सजिलो तरिकाले देखेको छ है। यहाँनिर 81472 मा मैले एड गरेको ट्रान्सपोर्टेसन 1000 रुपैयाँ एन्ड स्विका। अब यसलाई तपाईले आफ्नो हिसाबले पनि मिलाउन सक्नुहुन्छ। यो चाहिँ यति गरेपछि तपाईले इजिली आफ्नो एक्सपेन्सेसहरु चाहिँ ट्र्याक गर्न सक्नुहुन्छ। महिनामा तपाईले कति खर्च केमा गर्नु भएको छ भनेर तपाईले सजिलो तरिकाले आफ्नो बजेट ट्र्याक गरेर चाहिँ आफ्नो फाइनान्शियल कन्डिसनलाई सुधार गर्न सक्नुहुन्छ। सो थ्यांक यू फर वाचिङ। इफ तपाईलाई चाहिँ यो भिडियोले कुनै भ्यालु मिलेको जस्तो फिल हुन्छ भने यु क्यान सब्स्क्राइब मी। इफ तपाईलाई चाहिँ यो सबै कुराको मैले चाहिँ एउटा PDF बनाएर राखिदिन्छु। त्यो PDF चाहिन्छ भने चाहिँ सिम्पल तरिकाले तपाईले कमेन्ट गर्नु होला। तपाईले फलो गर्नु भएको छैन भने चाहिँ PDF तपाईले जाँदैन है। थ्यांक यू फर वाचिङ एन्ड सी यू इन माई नेक्स्ट भिडियो।